वाट्स प्याम वेलकम टु अनदर ब्लग होइन। आज चाहिँ मसँग हाम्रो पोर्तुगिज साथी हुनुहुन्छ मारियाना। उहाँ चाहिँ मारियाना हो होइन, उहाँ चाहिँ मारियाना हो, उहाँ काम गर्दै हुनुहुन्छ। हामी मारिना हामी सँगै काम गर्दैछौँ इटालियन रेस्टुरेन्टमा। आज चाहिँ हाम्रो जिप छ, अहिले बाहिर धेरै काम नभयो कि हामी यत्तिकै भित्र बसिरहेको छौँ होइन। म चाहिँ किचनमा काम गर्छु एज अ पिजेरियो, अनि ऊ चाहिँ काम गर्छ एज अ वेटर एकाउन्टेन्ट। वाट यु से एकाउन्टेन्ट इन पोर्तुगिज? In accountant, accountancy कन्ट्याक्सला ऊ चाहिँ कन्ट्याक्सला काम गर्छ, कन्ट्याक्सला नै एकाउन्टेन्ट वेटर जस्तो काम गर्छ होइन। अब हामी चाहिँ काममै छौँ अहिले। आजको मौसम चाहिँ एकदम चिसो छ होइन, त्यही भएर अहिले हामी किचनमा छौँ, काम पनि खासै छैन। म चाहिँ अहिले लजाने बनाउँदैछु। लजाने भनेको इटालियन फुड हो एउटा, लजाने पास्ता भन्छ यसलाई चाहिँ हामी। लजाने पास्ता या पास्ता एभ्रिवेयर फेमस। दिस अल दिस पास्ता। तर मैले बनाउनु लागेको चाहिँ लजाने हो होइन। लजानेलाई नै इटालियन हो एउटा फुड हो। हाम्रो रेस्टुरेन्ट त इटालियन हो। हामीले पिज्जा र लजाने बनाउँछ होइन, धेरै बनाउँदैन हामीले। तर म अहिले किचनमा दुईजना मात्रै छौँ, सब बाहिर छ। हाम्रो रेस्टुरेन्ट चाहिँ सानो छ, ठुलो छैन। त्यही भएर हामी इन्जोय गर्दैछौँ। पछाडि हामी पिज्जा पनि बनाउँछौँ। पिज्जा त अहिले एकछिनमा बनाउँछौँ, अहिले बनाउँदैन, पिज्जा छैन हामीसित होइन। हाम्रो यो चाहिँ इलेक्ट्रिक फोन हो, दुईवटा इलेक्ट्रिक फोन छ। अनि यो चाहिँ पछाडिको फ्रिज हो, फ्रिज हो होइन। अब हामी काम गर्छ, हामीले प्लेट पनि युज गर्दैन कि काठमा चाहिँ माथि पिज्जा राखेर दिन्छौँ क्लाइन्टलाई एज दे क्यान इट। इङ्ग्लिसमा एउटा भनाइ छ नि, काठमा खान्छ भनेर होइन। त्यही हो, धन्यवाद। यति भन्दै बिदा हुन्छु, धन्यवाद।